हामी अनुक्रम र श्रेणीमा छौं। ल, दिएको श्रेणीलाई अध्ययन गर्नुहोस्। दिएको, यता कुराकानी बन्द गर। दिएको श्रेणीलाई अध्ययन गर्नुहोस्। दिएको श्रेणीलाई अध्ययन गर्नुहोस्। 16 प्लस 24 प्लस 36 प्लस डट 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 प्लस 81। दिएको श्रेणी एपी हो वा जीपी हो छुट्याउनुहोस्। पहिलो, दिएको श्रेणी एपी हो वा जीपी हो छुट्याउनुहोस्। बी मा अनि यहाँ कारण पनि दिनुहोस्। कारण पनि दिनुहोस्। ल, बी मा उक्त श्रेणीको चौथो पद पत्ता लगाउनुहोस्। उक्त श्रेणीको चौथो पद, उक्त श्रेणीको चौथो पद पत्ता लगाउनुहोस्। सी, उक्त श्रेणीमा जम्मा कति पदहरू छन्? उक्त श्रेणीहरूमा उक्त श्रेणीहरू पो लेख। उक्त श्रेणीमा जम्मा कति पदहरू छन्? ल, यति हो। यस कमिङ हो लेख्ने। अनि कारण किनभने यहाँ R T2/T1 यस कमिङ 24/16 8 दूना 16 8 3 24 3/2 र R1 R2 भनौं न फरक अनुपातहरू जम्मै के हुन्छ बराबर T3/T2। यो पनि 36/24 12 दूना 24 12 3 36 यो पनि 3/2। पछि किनभने यहाँ रेसियोहरू के छ त R बराबर छन्। यस कमिङ पदहरू बीचको अनुपात के छ बराबर छन्। किनभने पदहरू बीचको अनुपात यहाँ लेख्यौ न, पदहरू बीचको अनुपात R1 र R2 के छ त बराबर छन्। यसरी लेखिदिने सबै अनुपात बराबर छन् पदहरू बीचको। ल, अब अर्को बी, उक्त श्रेणीको चौथो पद। यहाँ ए भनेको कति हो 16, R भनेको कति आयो 3/2, कति पद भन्या छ चौथो पद T4 बराबर वाट हामीलाई थाहा छ। हामीलाई
थाहा छ कि T4 बराबर A इन्टु R को पावर n-1 भने n को भेल्यु कति छ 4, A को भेल्यु कति छ 16, R भनेको 3/2 पावर 4 - 1। यसैलाई गरिदिउँ, कति आयो त 16 इन्टु 3/2 को पावर 3 भनेपछि कति भयो 16 इन्टु 3 को पावर 3, 3 तिया 9 तिया 27, अनि 2 को पावर 3, 2 दुना 4 दुना 8, 8 दुना 16, 27 दुना 54, कति भयो देयरफोर T4 चौथो पद कति आयो 54। ल चौथो पद पनि आयो। कति पद छन्, कतिवटा पदहरू छन्। ल यसको सी को सल्युसन यहाँ पहिलो पद A भनेको 16 अनि R भनेको 3/2 र TN अन्तिम पद भनेको कति छ 81 छ कि छैन छ। TN = 81। TN को फर्मुला के A इन्टु R को पावर n-1 = कति 81। अब हेर A को भेल्यु 16, R को भेल्यु 3/2 को पावर n-1। अब यो n को अहिले भेल्यु थाहा छ, यो 81 कतिौं पद हो भन्ने थाहा छ, यो n को मान थाहा छ थाहा छैन। हो यो लास्ट टर्म हो 81 त्यो त थाहा छ लास्ट टर्म हो, तर यो लास्ट टर्म मानौ 20औं पद हो भने त यसको मतलब 20 वटा पद छ। यदि लास्ट टर्म 21औं पद हो भने त यसको मतलब यसमा 21 वटा पद होला, हो कि होइन, हो कि होइन हो। भनेपछि त्यही भएर हामी के लियौं त लास्ट टर्म लियौं 81। अब n को मान निकाल्छौं, n को मान निकालिसकेपछि यो 81 कतिौं पद हो भन्ने हामी थाहा पाउँछौं, हो कि होइन, हो कि होइन। यो जतिौं पद हो यसको मतलब त्यतिवटा पद छ यहाँ, छ कि छैन छ। ल त्यसो भए गरौँ त, अब के हुन्छ 3/2 को पावर n-1 यो इन्टुमा छ यता डिभाइडमा गयो 81/16 काटिन्छ काटिन्छ काटिदैन। अब हेर यो 3/2 छ पावर, यसको आधार के छ यो सम्झिने, यसरी सम्झिने यहाँ हेर त, यदि x को पावर a बराबर x को पावर b, यसरी सम्झिने यहाँ हेर है। यदि x को पावर a र x को पावर b, a र b त फरक छ नि अहिले, छ कि छैन, तर यो आधार के छ बराबर छ कि छैन यहाँ हेर है। आधार के छ, आधार बराबर छ। घाताङ्कमा हामी आधार यो हो, यो घाताङ्क हो, आधार हो, घाताङ्क हो, आधार बराबर छ कि छैन। आधार बराबर भयो भने घाताङ्क पनि के हुन्छ बराबर हुन्छ। आधार बराबर भयो भने घाताङ्क बराबर हुन्छ। ल है मैले के भने आधार बराबर छ भने घाताङ्क पनि के हुन्छ बराबर। अब यहाँ हेरौँ त 3/2 छ, आधार हो, हो बुझ्ने काम त छैन, खुरुखुरु सार म के बुझाउँदैछु त्यतातिर ध्यानै छैन, खुरुखुरु सारिरहेछ यस्तो अन्ध जस्तो। गोरुलाई जोत्नु खेतमा लग्दा के हुन्छ नि, के हुन्छ भन न, काँधमा के हाल्छन्, के भन्छ त्यसलाई, भन न भन, जुवा हो। काँधमा जुवा हालिसकेपछि गोरुलाई अब थाहा हुन्छ मलाई जोत्छन्,
ठ्याक्कै काँधमा जुवा हालेर हलो लाउने बित्तिकै हिँड्न थाल्छन् क्या, किन बानी भइसक्या हुन्छ। काँधमा जुवा हाल्ने बित्तिकै अब हामीलाई जोत्छन्, म यहाँ सार्ने बित्तिकै अब तिमीहरूलाई त बानी परिसक्या छ, सार्नै पर्यो। अनि बुझ्ने काम चाहिँ छोडेर अनि सार्नतिर लाग्छौ क्या तिमीहरू सबैजना। फेरि ऊ मात्रै होइन नि, म हेरिरहेको छु क्या यहाँ म्याक्सिमम। अब अहिले यो सल्युसनै आउँदैन यो बुझेनौ भने। ए गर्छौ यतिसम्म गर्छौ, यहाँबाट के गर्छौ तिमीहरूलाई थाहै हुँदैन के गर्ने। यताको आधार 3/2 छ भने यता पनि 3/2 बनाउने। अब कति भयो त यहाँ हेर, 3/2 को पावर n-1। अब यता 81 कतिको पावर 3 को पावर 4, 3 तिया 9 तिया 27 तिया 81, यता 2 को पावर 4 16 हुन्छ है कि होइन। कति भयो 2 को पावर 4 गर त, 2 दुना 4 दुना 8 दुना 16 भयो कि भएन। अनि 3 को पावर 4 गर त, 3 तिया 9 तिया 27 तिया 81 भयो कि भएन। अब के भयो त यहाँ हेर त, आधार बराबर घाताङ्क बराबर। यता आधार बराबर छ कि छैन भने घाताङ्क के हुन्छ बराबर हुन्छ। और n-1 बराबर 4, देयरफोर n बराबर 4 + 1 = 5 भनेपछि यो पाँचौं पद 81 हो। कति हो पाँचौं पद। n को मान कति आयो 5 भनेपछि यो श्रेणीमा कतिवटा पद छ 5 वटा पद छ। सकिगयो, यही हो आन्सर। त्यही सोधेको थियो, सकेन। ल 3 + 12 + 48, 3 + 12 + 48 प्लस ... प्लस यो कस्तो श्रेणी हो। साधारण पद tn पत्ता लगाउनुहोस्। यो कस्तो श्रेणी हो। बी मा साधारण पद tn पत्ता लगाउनुहोस्। सी मा के सोध्यो, सिग्मा चिन्ह प्रयोग गरी लेख्नुहोस्। सिग्मा चिन्ह प्रयोग गरी लेख्नुहोस्। ल सिग्मा चिन्ह प्रयोग गरी लेख्नुहोस्। ल यति हो। सिग्मा चिन्ह प्रयोग गरी लेख्नुहोस्। सल्युसनतिर जाउँ। ल यहाँ है सल्युसन ए को यो कस्तो श्रेणी हो। अब हेर पहिला समानान्तर चेक गर। 3 मा कति जोड्दा 12 हुन्छ 9, 12 मा 9 जोड्दा 48 हुन्छ भनेपछि समानान्तर अनुक्रम हो होइन। समानान्तर अनुक्रम भएको भए यी दुईटाको चेक गर्दा हामी पत्ता लाउँथ्यौं। अनुक्रम अथवा श्रेणी जेसुकै एउटै हो। अनुक्रम सोध्यो भने पनि त्यही फरक चेक गर्ने, श्रेणी सोध्यो भने पनि फरक चेक गर्ने, दुईटैको तरिका एउटै हो। अब हेरौँ त, यो दुईटाको बीचको डिफरेन्स इक्वल छैन। यो दुईटा टर्महरू बीचको डिफरेन्स इक्वल छैन। अब के रेसियो पत्ता लगाउने, अनुपात। अब डिफरेन्स इक्वल छैन भने बुझिहाल्नुपर्छ यो के हो, जीपी हो। एपी कि त जीपी, एपी होइन भने के हो जीपी हो। तर पनि चेक गरौँ। ल यहाँ आर कति छ 12/3 कति आयो R1। ल यो R1 R2 सबै बराबर हुन्छ। कति आयो 4। अब R2 अर्को चेक गरौँ 48/12 कति आयो हेर न, कति आयो 4 आएको आएन, 12 चौको 48। हेर त R1 R2 सबै बराबर आइरहेछ कि छैन हो। के लेख्ने, पदहरू
बीचको अनुपात बराबर भएकोले यो जीपी हो। ल सकियो। अब बी में के सोधा छ? साधारण पद पत्ता लगाउनुहोस्। त जीपी को साधारण पद के हुन्छ? यहाँ ए इज इक्वल्स टू कति छ? 3। आर कति छ? 4। आर भनेको कति छ? 4। त के लेख्ने? हामीलाई थाहा छ कि टीएन साधारण पद इज इक्वल्स टू ए इंटू आर को पावर n माइनस 1। तो कति भयो टीएन साधारण पद? ए भनेको कति छ? 3 इंटू आर कति छ? 4। 4 को पावर n माइनस 1 भनेपछि के भयो त साधारण पद? भन। यति नै हुन्छ। 3 इंटू 4 को पावर n माइनस 1 साधारण पद। ल साधारण पद आयो। ल त्यसपछि के सोध्या छ? सिग्मा चिन्ह प्रयोग गरी लेख्नुहोस्। त्यसपछि के सोध्यो? यहाँ है साधारण पद भन्या थियो। पाँचौं पद छैठौं पद भन्या छैन नि हो भनेपछि साधारण पद त यति नै हो। n को भेल्यु थाहै छैन भनेपछि यो साधारण पद हो। अब सी मा के सोध्यो? सिग्मा चिन्ह। ल पहिला यति गर त। टीएन भनेको यति है। हामीलाई थाहा छ कि टीएन को फर्मुला के हुन्छ? यो कुन श्रेणी हो? कुन श्रेणी हो? कुन श्रेणी हो यो? कुन श्रेणी हो यो? अहिले कुन श्रेणी हो यो? हेर्न खोइ छ श्रेणी खोइ छ। एबीसी लेख्यो प्रश्न खोइ तिम्रो। त कुन श्रेणी हो यो? अहिले जस्ट ए मा कुन श्रेणी हो सोध्या थियो। ध्यान हेर न, खाली सारेको छ यिनीहरू चुट्टाइ खान्छ क्या। अहिले कुन श्रेणी हो? त्यो कुन श्रेणी हो? ल हौ ल यिनीहरू त पढ्न आएकै होइन त। यिनीहरू त जस्ट सारी पो रहेछ। लो हेर थाहै छैन कुन श्रेणी हो। सारा रामायण सकिसक्यो, सीता कसको छोरी थाहै छैन हैन। लो यो रामायण हो। यो अघि नै लेखाएको होइन जीपी ज्यामितीय कस्तो? ज्यामितीय श्रेणी गुणोत्तर श्रेणी हो। अब गुणोत्तर श्रेणी हो भने के हुन्छ? ए इंटू आर को पावर n माइनस 1। ओ भोलि एक्जाम को दिन पनि लेखिसकेर अनि लास्टमा भन्नु ओहो मैले एपी लाई चाहिँ जीपी लेख्नु पर्ने, त्यसरी हुन्छ। अहिले ध्यान देऊ है, ध्यान देऊ सबैजना। थाहै छैन श्रेणी कुन हो भनेपछि टीएन कति रहेछ? हो ल मैले चाहिँ यही लेखेँ। टीएन भनेको 3072 भनेपछि टीएन को फर्मुला ए आर को पावर n माइनस 1 इज इक्वल्स टू 3072 भनेपछि ए कति छ? 3 इंटू आर को पावर n माइनस 1। आर पनि त छ नि 4 छ नि। ल 3072 भनेपछि कति भयो? 4 को पावर n माइनस 1 इज इक्वल्स टू 3072 बाई 3। यो 3 मल्टिप्लाईमा छ, डिवाइडमा आयो कि आएन? आयो। कति आयो? और 4 को पावर n माइनस 1 इज इक्वल्स टू 1024। अब यहाँ है 4 को पावर n माइनस 1 छ भने यता पनि 4 कै पावर बनाउनु पर्छ। 6 बनाउँदा कति आउँछ? 4 को पावर 6 1024 आउँछ। गर क्यालकुलेटर। 4 को पावर 6 कसरी गरिरहेछौ? 4 को पावर 6 हो 4 लाई 6 चोटि गुणन गर्छ। हेर न यहाँ सिक्ने होइन। 4 को पावर 6 यो होइन। 4 थिच्ने, यो थिच्ने, पावर 6 थिच्ने। कति आयो? आएन। 4 को पावर 6 पनि होइन, यसको मतलब कम हो।
4 को पावर 5 1024 4 को पावर कति 5 4 को पावर 5 1024 आउँछ 4 को पावर 5 गर्दा कति आउँछ 1024 और n - 1 बराबर 5 आधार बराबर छ भने घातांक के हुन्छ बराबर हुन्छ देयरफोर n = 5 + 1 बराबर 6 जम्मा कतिवटा पद छ 6 वटा अब प्रश्न अनुसार लेख्ने के लेख्ने प्रश्न अनुसार कुन चिन्ह प्रयोग गरेर लेख्न भनेको छ सिग्मा चिन्ह अब यहाँ हेर यसरी लेख्ने समेसन भनेको पहिलो पददेखि अन्तिम पदसम्मलाई जोड्ने हामी हो कि होइन त पहिलो पद n बराबर के लेख्ने पहिलो पद 1 पहिलो पद के हो 1 1 देखि जम्मा कतिवटा पद छ 6 त यहाँ माथि 6 लेख्ने n बराबर 1 देखि 6 सम्म जम्मा के भन्या छ यसले समेसन चिन्हले n बराबर 1 देखि यो पहिलो पददेखि छैठौं पदसम्मको जोड समेसन भनेको के हो जोड सिग्मा भनेको के हो जोड केलाई जोड्ने त साधारण पदलाई जोड्ने यसको साधारण पद के हो अघि निकालेका थियौ नि साधारण पद के हो साधारण पद 3 × 4 को पावर n - 1 यही हो कि होइन साधारण पद हो यसैलाई जोड्ने भइगयो सक्यो आन्सर यही हो सिग्मा चिन्ह सजिलो छ।